Hello guys, welcome to my vlog. हामी चाहिँ अब फर्किँदैछौँ। लास्टै चिसो छ यहाँको मौसम। अब हिँडेर गर्मी भएको जस्तो फिल भएर ज्याकेट खोलेरै गाईहरू यहाँ चाउचाउ खाँदै हिँडिरहेछन्। यस्तो कुहिरो परेछ। पानी परेको बेला चाहिँ नआउँदा हुन्छ गाइस। समला के डाँडा अरे क्या? समला डाँडा, समला डाँडा। मौसम हेरेर घाम लाग्दाखेरि एक दुई दिन पर्खेर अनि आउनु होला। अब यस्तो मौसममा आयो भने पनि बस्नै गरी आउनु होला फ्यामिलीसँग। अब हामी जस्तो केटा आउनु भयो भने त अब आएर एकछिनमा फर्किनु पनि सकिन्छ। त्यस्तै फ्यामिलीहरूसँग आयो भने चाहिँ कस्तो अब ओह्रालो छ। अघि आउँदा उकालो थियो, चढ्न नसकेर भुँडी भएको मान्छेहरूलाई चाहिँ अलिक गाह्रै हुन्छ उकालो चढ्न। अब यहाँ गाई छैन, सुई सुई हिँड्या छ। अब यहाँ बहिनीहरू पनि आउँदै हुनुहुन्छ हिँड्दै बाटो ब्लक भएर। गाइस फेरि बिच बाटोमा भिडियो बनाउला। अहिले हिँड्दैछु, बाटो त अलिकति चिप्लियो भने जे पनि दुर्घटना हुनसक्छ। ओके, हस् त, बाई।